हाई साथीहरू, सम्पूर्णमा नमस्कार। मेरो नयाँ भ्लगमा सम्पूर्ण साथीहरूलाई स्वागत गर्न चाहन्छु। साथीहरू, आज चाहिँ म बेलटार जान लागेको छु। साथीहरू, हाम्रो चाहिँ बजार बेलटार जाने गरेको छ, अनि त्यही भएर अब हामी चाहिँ बेलटार जान ठिक्क पर्दैछौँ। म र मेरो श्रीमानज्यू बेलटार जान्छौँ साथीहरू। अनि हामी चाहिँ म चाहिँ रेडी भइसकेँ, श्रीमानज्यू चाहिँ हुनुभएको छैन। अनि आज चाहिँ म बेलटारमा के किन्छु अनि म बेलटार बजार कस्तो छ तपाईहरुलाई म देखाउने छु। साथीहरू, हेर्दै गर्नुस् है। साथीहरू, म चाहिँ बेलटार जान रेडी भइसकेको छु। श्रीमानज्यू पनि रेडी भएर बाइक निकालिसक्नु भएको छ। हामी चाहिँ हावा खाँदै खाँदै हाम्रो बाइक बुलेटमा जाँदैछौँ, देख्न सक्नुहुन्छ। श्रीमानज्यू पनि एकदम खुसी भइराख्नु भएको छ, देख्न सक्नुहुन्छ साथीहरू। यहाँ चाहिँ भीम सरदार बाबाको थान छ, तपाईहरुलाई थोरै देखाइदिएको, माथि नि गएर त देखाउन सकिनँ। ज्यामिरे चाहिँ हामी आइपुगिसकेछौँ। ज्यामिरे खोला पुल देख्न सक्नुहुन्छ साथीहरू। ज्यामिरे खोलाको पुल हो यो चाहिँ। यहाँ चाहिँ शिवालय मन्दिर, ज्यामिरे शिवालय मन्दिर हो साथीहरू। अनि देख्न सक्नुहुन्छ हामी चाहिँ जाँदैछौँ। यो चाहिँ शिवको मूर्ति। अनि हामी चाहिँ अब बेलटार जाँदैछौँ, पुग्न आँटिसक्यौँ साथीहरू। अब थोरै मात्रै बाँकी छ बेलटार पुग्नलाई। अनि अब यहाँनिर चाहिँ सशस्त्र क्याम्प छ साथीहरू, देख्न सक्नुहुन्छ। भर्खर बनेको सशस्त्र क्याम्प हो। त्यही 5-6 वर्ष भयो बनेको, धेरै भएको छैन, देख्न सक्नुहुन्छ तपाईहरुले। अनि यो चाहिँ अब बेलटार पुग्ने बेलाको द्वार खोलाको पुल हो साथीहरू। द्वार खोला पुल भन्छौँ हामी चाहिँ, देख्न सक्नुहुन्छ तपाईहरुले पनि। अनि यहाँ चाहिँ बेलटार प्रवेश भइसकेछ। यो चाहिँ बेलटारमा भर्खर बनेको होटल। बिजुली अफिसमा पुग्यौँ हामी चाहिँ, बिल तिर्नु थियो, तिर्नु हुँदैछ बिल। तिरेर पनि अब आइसक्नुभयो। हाम्रो बाइकको चाहिँ फाइनल लुक बुलेटको। अब चाहिँ हामी बस पार्क पुगिसकेका छौँ साथीहरू। बस पार्कबाट चाहिँ अब सर र एकचोटि बेलटार घुमेर तपाईहरुलाई पनि थोरै भिडियो बनाएर देखाउने विचार गरेर चाहिँ हामी बुढाबुढी सल्लाह गरेर अनि हामी चाहिँ बेलटारतिरको भिडियो लिँदै जाँदैछौँ साथीहरू मासतिर। बेलटार बिहिबार बजार लाग्ने ठाउँ चाहिँ रोडको साइडमा लाग्छ साथीहरू। कपडा पसलहरू, अब खत्राङ पोत्रुङ, अब मकैहरू, धान चामल, अब के बेच्न ल्याउने सबै दाजु आमा बुवा दिदी बहिनीहरूले चाहिँ यतैतिर राखेर बेच्नुहुन्छ, देख्न सक्नुहुन्छ। हामी चाहिँ अब पुष्पलाल चोकमा पुगिसकेका छौँ साथीहरू। पुष्पलाल चोकको मूर्ति बेलटार बजारको यो बेलको प्रतीकको अब पार्क हो, देख्न सक्नुहुन्छ तपाईहरुले। अनि चाहिँ अब हामी पुष्पलाल चोकबाट मासतिर लाग्दैछौँ साथीहरू। हामी चाहिँ बिपी चोकसम्म जाने विचार गर्दैछौँ साथीहरू। बुढाबुढी गफ गर्दै जाँदैछौँ हामी। अनि हामी चाहिँ अब यहाँबाट सर जाँदैछौँ साथीहरू। यहाँनिर चाहिँ अब यहाँ राष्ट्रिय वाणिज्य ब्याङ्क पनि छ यहाँ छेउमा। अनि अब हामी चाहिँ बिपी चोकमा पुगेर अनि हामी नगर अस्पतालतिर मोडिएर अनि हामी चाहिँ तरकारी बजार हुँदै झर्ने भनेर गएको साथीहरू। अनि अब हामी चाहिँ बिपी चोकमा आइपुगिसकेका छौँ साथीहरू। बिपी चोकमा छेउमा रहेको यो सञ्जय मेडिकल हल हो साथीहरू। हामी नगर अस्पतालतिर मोडिसकेका छौँ साथीहरू। अब तरकारी बजारतिर हामी झर्दैछौँ। तरकारी बजार पनि हामी आइपुगिसकेका छौँ साथीहरू, देख्न सक्नुहुन्छ। अनि बेलटारमा चाहिँ भर्खरै लगाएको यो
हेर्नमा आकर्षक यो माथि लगाएको के भन्छ पनि यसको नाम त मलाई ठ्याक्कै थाहा भएन, देख्न सक्नुहुन्छ साथीहरू तपाईहरुले पनि। हामी चाहिँ अब यहाँ यो देखाउँदै अब हामी चाहिँ डिपार्टमेन्ट स्टोर अगाडि झर्छौँ साथीहरू। पुष्पलाल चोक पनि त्यही अगाडि छ। हामी चाहिँ यहीँनिर झर्ने विचार गर्दैछौँ। मैले चाहिँ यहाँ चिचिन्डाको बिउ किनेको छु साथीहरू रोप्नलाई। अनि हामी चाहिँ डिपार्टमेन्ट स्टोरभित्र पनि पसिसकेका छौँ साथीहरू। अनि काम त खासै थिएन, त्यही पनि स्टोरको थोरै भिडियो पनि बनाऊँ भनेर पसेको। सबैजनाले मलाई हेर्दै थिए, मलाई चाहिँ लाज लाग्दै थियो साथीहरू, त्यही पनि बनाएँ थोरै। अनि यहाँ चाहिँ हेर्दैछौँ हामी सामान। काजुको चाहिँ 420 रुपियाँ रहेछ मूल्य, हेऱ्यौँ मात्रै। अनि यतातिर अरू सामानहरू पनि यसो थोरै हेऱ्यौँ। अझै खासै केही लिन, नानीको लागि ओखर र एउटा प्याकेट बिस्कुट लिएँ। अनि हामी चाहिँ टिफिन किन्न भनेर गयौँ। अनि यहाँ चाहिँ टिफिन र यो पानी खाने बोतल हेर्यौँ नानीलाई स्कुलमा को लागि। अनि हामी चाहिँ अब नानीको लागि शीतल यो गर्मीमा लगाउने कपडाहरू किन्न गएका छौँ साथीहरू। हामीले चाहिँ फाइनल हेरिसक्यौँ कपडाहरू, हामीले यति लियौँ। अनि म चाहिँ यो मेरो मोबाइलमा थोरै समस्या थियो र यो मोबाइल किनेको स्टोरमा गएर देखाउनु पर्यो भनेर चाहिँ मोबाइल पसलमा गएँ। थोरै भिडियो लिएँ, अरू सबै जिस्क्याउँदै थियो त्यही पनि लिएँ। दाइ बसिरहनु भएको छ, म चाहिँ यहीँबाट यो मोबाइल लिएको थिएँ, देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ हामीले थोरै घरायसी सामानहरू लियौँ साथीहरू। तेल अनि खोर्सानीको धुलो अनि 5 फुरन लिएँ, धेरै त मैले केही पनि लिइनँ। अनि हामी चाहिँ खाजा खाँदैछौँ साथीहरू, खाजा खान पस्यौँ। चाहिँ सधैँभरि यही तिथिको पसलमा जान्छौँ खाजा खान, चाहिँ सजिलो लाग्छ। मोमो माग्यौँ, मोमो हाफ प्लेट, चाउमिन हाफ प्लेट, बुढाबुढी मिली खाँदैछौँ। अनि डिउ पनि खाँदैछौँ साथीहरू। अब गर्मीमा त चिसो साथीहरू। हामीले चाहिँ बजार सपिङ गरिसक्यौँ। सपिङ चाहिँ हामीले लगभग एक करोडको गऱ्यौँ होला। खाजा 4-5 लाखको खायौँ।